Hello vlog, welcome to my guys. Sorry. Chiplio guys. Welcome back सबैजनालाई हैन नयाँ ब्लगमा अगाडिको भिडियोमा सपोर्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यसै गरी सपोर्ट गरिराख्नु होला। आज हामी त्यतिकै घुम्न निक्ल्यौँ भनेर हामीसँग हुनुहुन्छ आजको गेस्टहरु सागर दाइ, निखिल। म त च्यानल वाला यार गेस्ट बनाइदिनु यार। अब गेस्टै भन्नु पर्यो नि त अब। ल ठीक छ दाइ पनि छैन है। आजको त्यतिकै रमाइलो घुमघाम चलिरहेको छ हाम्रो। लगभग हामीले 60 वटा सब्स्क्राइबर पाइसकेका छौं हैन। एकदमै ठुलो उपलब्धि हो हाम्रो लागि। सपोर्ट गरिदिनु पर्यो। सपोर्ट चाहिँ सधैँभरि टिकिरहनु पर्यो है गाइस। कपाल काट्नु फेरि काठमाडौँ जाने छ नि? जाने। हो त्यतिखेर चाहिँ त्यहाँ तिमी भन्देऊ त सबैजनालाई कपाल काट्नु काठमाडौँ जानुपर्छ यतातिर राम्रो लाग्दैन। प्रोफेसनलसँग कपाल काट्न जाने व्यक्तित्व भेट्टाएको छन् हाम्रो ठाउँमा। पानी परेर आजको मौसम पनि एकदमै क्लियर भएको छ गाइस, हेर्न सक्नुहुन्छ हैन। यता पारी उफ्किरे के भन्छ त्यसको देखाउन लागेको छु तपाईहरुलाई हैन। सनसेट यस्तो मजाको भइरहेछ कि तपाईहरु आएर यहाँ घुम्न आएको बेला यो ठाउँमा कुनै बेला हेर्न आउन सक्नुहुन्छ। बेलुका टाइममा हेर्न सक्नुहुन्छ उता। हेर्न सक्नुहुन्छ यता निकै ठुलो गाउँ छ। यहाँ योभन्दा नि तल फेरि गाउँ छ, त्योभन्दा तल जानु अझै अर्को गाउँ छ। गाउँले भरिएको ठाउँ छ गाइस। अब तपाईहरु सनसेटको एकचोटि सानो क्लिप इन्जोय गर्नुहोस्। यहाँ चाहिँ भाइ पनि थुप्पा छन् आज है। काठमाडौँबाट नयाँ ल्यान्ड भएको हैन। कति दिन भयो? 2 दिन। तर यिनलाई मैले तिमी भने ल यार, यो त खासै होइन त्यस्तो आएन होला हैन। ल जोस ठीक छ ल जोस हैन। अब हामीहरु चाहिँ टक्क साँझको बेला यसो घुम्न निस्किरहेछौँ। चिसो मिठो हावा चलेको छ। हाम्रो चाहिँ खानी डाँडामा चाहिँ हैन एकदमै फ्रेस वातावरण छ। आज पानी परेको छ, तपाईहरुले ब्याकग्राउन्डमा पनि देख्न सक्नुहुन्छ होला। मस्त मिठो मौसम भएको छ आज है। अब तिमीलाई चाहिँ हजुर एकदम राम्रो ठाउँ हो। एकदमै राम्रो ठाउँ हो। तपाईहरुको चाहिँ यो लगभग तपाईहरुको चाहिँ यो कैलाली जिल्लाको अत्तरियाबाट हार्डली 25 किलोमिटरमा छ होला हैन। अनि दुईटा फरक ठाउँ तपाईहरुले चाहिँ जस्तो अनुभव गर्न पाउनुहुन्छ। खानडाँडामा चाहिँ आउनुभयो भनेपछि हेभन अफ नेपाल भन्दा नि फरक पर्दैन। हेभन अफ नेपाल, हेभन अफ कैलाली भनौँ अब हैन। अहिले चाहिँ नेपालमा त्यस्तो धेरै ठाउँ हुनसक्छ, तर यो कैलाली जिल्लामा चाहिँ तपाईहरु आउनुभयो भनेपछि यो फरकै एक्सपिरियन्स हुनेछ तपाईहरुको चाहिँ यहाँ है। अनि आउनु होला घुम्न, सपोर्ट गर्नु होला है। नयाँ च्यानल खोलेर चाहिँ हामीहरूले चाहिँ जस्ट युट्युब जर्नी सुरु गर्दैछौँ हैन। दुई भाइ मिलेर हामी हैन। विष्णु ठिक छ एकदम। अनि अब सुरुमा चाहिँ तपाईहरुको चाहिँ एक्सपेक्टेसन अनुसारको चाहिँ हाम्रो चाहिँ भिडियोजहरु नआउन सक्छ। अलिकति अब हैन नयाँ हुने एडजस्ट हुँदैछ भन्ने कुरा चाहिँ बुझिदिनुहुन्छ भन्ने आशा राखेको छौँ है त। ल चाहिँ घुमफिर सकेर हामी घर पुगिसक्यौँ हैन। आजको लागि चाहिँ सबैलाई चाहिँ अब बाई बाई भन्न चाहन्छौँ। फेरि पनि हजुरहरूको चाहिँ माया देखाइराख्नु होला हैन। लाइक शेयर सब्स्क्राइब गर्नु पर्यो है। बेल आइकन पनि हजुरले क्लिक गर्नु होला है त।